हेलो, आज चाहिँ कलर एक्सचेन्ज गेम खेल्नुको लागि बुहारीसँग अब जाने हामी कहाँ जाने तीर्थमोडको 160 सप कस्तो सस्तो यस मेरो भदा यो पनि जान्छ नि कलर एक्सचेन्ज गेम खेल्ने माया गर्दै त माया गर्दै त खोइ माया गर्दै त ल कलर एक्सचेन्ज गेम खेल्ने अरे बुहारीसँग बुहारी रेडी हुनुलाई पुरा लुगा झेक्दैछ दराजबाट भरे चाहिँ आज कलर एक्सचेन्ज गेम खेलेर देखाउने म पनि रेडी हुन्छु यो चाहिँ मेरो कोठा त हतार भयो कि भाइको जुत्ता लाउनु पनि भ्याइएन खुट्टालाई हेर्नु चाहिँ खाली खुट्टा भरे लिएर देखाउने बाई बाई भरे त बिल पे गर्दा त मात्रै खाइ हुन्छ नि तिमी लुक्ने यहाँ सताक्सीमा पनि आउनु पर्नेछ किन सेमिङको डाइपर आउँदाखेरि कलर चाहिँ म किने किन्ने उता पनि किन्नुपर्छ यता पनि कता कता हुन्छ सबैतिर गर्नुपर्छ यो चाहिँ हाम्रो सुनगा बजार हो यता नि आमा दाजुभाइ भन्दै सुहाउने पऱ्यो त आँखा होस् त्यस्तै भएर आइसक्यौँ यो चाहिँ वान स्टप मल हो 160 को सामान किन्नु हामी एम गर्दैछौँ 160 सप बिटाउनमा गएको केही राम्रो सामान पाइएन केही भेटेन अनि हामी त्यत्तिकै फेरि फर्केर आयौँ सुरुङ्गाको 87 डिपार्टमेन्टमा जाने निर्णय गऱ्यौँ अनि 87 डिपार्टमेन्टभित्र छिर्यौँ बाँकी रहेको कलर अप्सन छान्नुको लागि डिपार्टमेन्टमा पनि खोज्दा खोज्दा अलिअलि सामान भेट्यौँ अनि अलिअलि सामान भेटेर अब हामी घर फर्किसक्यौँ अब देखाउँछौँ नमस्ते फाइनल्ली आज मेरो जेठी बुहारी र मेरो चाहिँ कलर गेम एक्सचेन्ज भइरहेको छ आज चाहिँ हामी कता कता घुमेर लो बजेटको कलर गेम एक्सचेन्ज गर्न गइरहेको छौँ कस्तो लाग्छ भनिदिनु होला अब ल भन्नु सुरुमा चाहिँ कुन कलर अब येल्लो कलर येल्लो कलर अब के भयो येल्लो कलर येल्लो भनेको नि खालो भनेको नि यही हो हुन चाहिँ निकाल नि ल उसले चाहिँ के ल्याएछ म सनस्क्रिन के सनस्क्रिन फेरि 50 को भेटिन र अनि 60 को ल्याइदिनु ए हो ल मलाई यो म मात्रै खाने हो दाम कसले नदिने ल अब अर्को कुन अब कुन भन अब कुन कलर ब्ल्याक जस्तो लागेको थियो ब्ल्याक ब्ल्याक के छुट्टै हो नि निकाल्दा छ आधी निकाल आधी 3 2 1 स्यामीको बन्दुक परेछ मलाई त हेर्नु न गाइजहरू मेरो बुहारी सेमिङलाई किनेको बन्दुक भनेर त मलाई तपाईलाई धन्यवाद तिमीलाई थ्यांक यू यो मैले लिनु खोजेको ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ यो तपाईलाई ल धन्यवाद थ्यांक यू यो राखौँ बन्दुकले हो सेमिङ थियो यो अब हरियो अब हरियो हरियो भनेको के हो हरियो यो के अरे ग्रीन कलर 3 भयो कि मलाई चाहिने सामानै आयो खानेकुरा चाहिँ नलिम ल भनेको लास्टमा खानेकुरा ल 3 2 1 गो वाउ मैले यो पानी खानेर तिमीले देख्दै तिमीले त कस्तो थिएन मैले देख्दै थिएँ धन्यवाद मेरो फेस वास पनि सकिन्छ मैले चाहिँ यो देखेँ होला जस्तो लागेको थियो क्या मैले अर्कै कलरको बैगनी कलरको निकालेको थिएँ तिमीले देख भनेर हतार राखेर अर्कै होइन मैले देखेको थिएन नि अब रेड कलर अब रेड मैले ल्याउने कि क्या हो रेड ल्याए रेड कलर ल्याइदिन्छु ल म त रेड कलर यो रेड त होइन त उयो त ओरेन्ज कलर पो त ओरेन्ज कलर ल धन्यवाद चाहिने कुरा नै हुन्छ अब अर्को अब कुन छ यो कुन पिङ्क हो पिङ्क भन्छ हैन ल पिङ्क ल
ल ल धन्यवाद ल तिम्रो यो चाहिँ ओरेन्ज कलर परेछ नि त कता 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 के के छ दामी त भयो त यो दामी अब अर्को अर्को यो ओरेन्ज कलर हैन हाम्रो ओरेन्ज कलर अब ओरेन्ज कलर एकछिन है ओरेन्ज कलर त के थियो र फेरि त ला कहाँको 50 रुपियाँ सबैतिरको कहाँ 50 रुपियाँ 160 160 मा गएको र पनि भएन भेटेन ओ माय गॉड ओरेन्ज कलर ल ल भयो है ल 3 2 1 गो ओरेन्ज फलेको देखेको ओरेन्ज फलिरहेछ त्यो ल धन्यवाद ओरेन्ज फलिरहेछ मैले त तिमीलाई फलेको ल्याइदिएको फलेको ओरेन्ज ल्याइदिएको सट्टा सट ल धन्यवाद अब अर्को ला यो कलर त यो के भन्छ यसलाई कुन यो कलर कुन भन्छ खैरो होला ए के भन्छ यसलाई बैगुन कलर ए बैगुन होइन नि यो त योलाई के भन्छ यो यसको त मैले ल्याउनु ब्राउन कलर होइन त के भन्छ कुन कलर हो यो त्यही कलर ला हाम्रो त देख पाए त भइरहेको यस्तै 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 वाला सम्झेर लिएर आइदिएको है यो त ल ल ल 3 2 1 गो गो पनि यस्तो आएको के आएको यो धन्यवाद बिन्दा मलाई पनि चिम्टी ठिक्क लागेको वाला थियो होला नि खै यो चाहिँ के थियो रहेछ ल अब अर्को कुन छ सकिन आँटिसक्यो अर्को व्हाइट कलर व्हाइट कलर 3 2 1 गो ल धन्यवाद कस्तो लाग्यो हाम्रो गेम हुँदैछ भाउजू हाम्रो गेम हुँदैछ यहाँ साटासाट आज किन्नु गएको हामीले नहेरै नहेरै किनेको कि उसले पनि के किन्यो भने नि अब उयो के अरे खरानी कलर खरानी कलर खरानी कलर खरानी कलर खरानी कलर सम्झेर लिएर आएको त चाहिँ ल ल ल ल 3 2 1 ये क्या है मैले भाइरल हुन्छ भनेर बनायो हो र इन्टरटेनमेन्ट हो त्यसैको लागि बनाएको मैले 38 ल्याइदिए 34 र 36 हो यो पनि कति ला तर आँट्छ कि बा 34 ए 34 75 के हो साइज अन्त ला यो अलि भएछ नि 34 को परेछ नि त 34 परेछ ल चल्छ यो चाहिँ कस्तो अचम्म यो चाहिँ मैले सोचेकै थिइनँ ल यस्तो यो मिल्छ त्यही पनि कलर एउटै भएर चाहिँ मिल्छ भनेर सोचेकै थिइनँ अब अर्को कुन अब सकिन आँटिसक्यो त अब ला यो त यो ल्याइन नि मैले यो आकाशे कलर स्काई ब्लू लु अर्कै के सम्झेर देऊ न स्काई ब्लू त मैले ल्याइन होला ल अब स्काई ब्लू सानो कस्तो होला आज त बजेटको अचम्मै भएछ मेरो पनि त्यस्तै छ स्यामी सुतिरहेछ र त नि आज त यो ब्रा चाहिँ फेरि सोच्दै नसोचेको है मैले पनि यस्तो हेरेँ त्यही केही भेटिनँ कि त्यो कलरको त्यो त नि कोही त भेटेन त अनि मैले त छैन त्यही त नि सानो जिनिस चाहिँ किनेको त मैले किनेको थिएन होइन किनेको थिएँ कता होला कहाँ पुगेछ त छैन भने छैन अब छोड्दै भेटेँ ए यो स्काई ब्लू नि ला स्काई ब्लू भएन नि ल त्यही पनि त्यही सम्झेर ल 3 2 1 गो यो त चाबी लाउन तिम्रो चाबी त्यतिकै देख्दैन यो त चाबी झुन्डाएर टिक चाबी लाउने ल धन्यवाद नोट फुटेको त म लगाइदिन्छु ठक्क लगाइहाल्नु तिम्रो चाबी बाहिर त्यतिकै देखेँ अब अर्को कुन छ ब्लू कलर नि ब्लू कि कुन हो सक्यो होला त कलर रेड होला नि रेड एउटा रेड अघि नै दिइसकेको त हो अब ब्लू कलर ब्लू यही ब्लू कलर यही सम्झेर आएर तपाईँलाई छाता राम्रो धन्यवाद पर महिना लाग्यो नि होइन घामहरू लाग्छ भन्छ अब सक्यो नि होइन भएछ नि त नि यो सक्यो होइन सक्यो अनि मेरो त यो एउटा रेड पनि रह्यो त अनि ए म त रेडमा त्यही दिएँ त तपाईँले के दिनुभएको थियो रेडमा मलाई के त के दियो यो दिनुभएको थियो त के अरे करेन्ट आउँछ
ए त्यो ब्ल्याक होइन ए यो रहेछ त्यसो त्यति त फाउ रहेछ त्यसो मै राख्नुपर्छ त्यो दारिम फलेको सुन्तला फलेको होला अरेन्ज कलरमा सुन्तला फलेको देखेको ए सुन्तला फलेको अनि यो दारिम पनि फलेको ल सक्यो यो चाहिँ मेरो बुहारीले दिएको छाता यो चाहिँ जाडोमा गर्मीमा यो चाहिँ एक्सपेक्टै गरेको थिइनँ यो चाहिँ अरे बन्दुक पनि आएको सेमिङको ल आजलाई यति नै ल बाई 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 हाम्रो कलर गेम एक्सचेन्ज चाहिँ सकिएको छ मेरो बुहारी हो यता हेर हेलो हेलो यता चाहिँ भाउजू हुनुहुन्छ फुल पनि हस्ता अनि यता चाहिँ केटीकेटीहरू सबैजना छ आज कलर गेम एक्सचेन्ज यति नै अब फेरि अरू पनि गरौँला अहिलेलाई बाई बाई